हेलो वेलकम टु एसडिआर ब्लग। अहिले चाहिँ हामी हाम्रो घरदेखि सुँगुर चारो खोज्नु जाँदैछौँ। अब चारो खोज्नु जानु चाहिँ धेरै टाढो छ। यस्तो छ बाढी पहिरोले यस्तो गरेको छ। यो चाहिँ हाम्रो कुलो हो, तर हाम्रो लागि बाटो हो। र म चाहिँ हेमन्त लिम्बू, मेरो साथमा के छ हौ केटा हो दिलीप लिम्बू, यता रुपेश लिम्बू छ। हँसिया देखाउँदैछ है। ल राम्रो छ, यस्तो छ। ल अब हामी आउँदै यस्तो छ पहिरो, बाढी पहिरोले यस्तो गर्यो। हाम्रो ठुलो खोला निवा खोला, यता पर चेन्थाबु पूर्वको अन्तिम भागहरू हो यिनीहरू। र हामी चाहिँ यस्तो छ, बाटो यस्तो अप्ठ्यारो छ, के गर्नु र। अब गाउँले जीवन, डोको हँसिया कोदालो भिर पाखा त हिँड्नै पर्यो। तर एक्लै छैनौँ, हामी तिनजना छौँ। जस्तो बाटो पनि हिँड्ने साहस बोकेर हिँड्दैछौँ। अब हाम्रो यस्तो तरेर जानु छ। अब अलिकति बाटो अप्ठ्यारो छ। अब मोबाइल हुँदै लडिन्छ होला। अब यसपछि फेरि हामी कन्टिन्यू गर्नेछौँ चारो खोजेर। यो पारिको चाहिँ ताप्लेजुङ हो। हामी चाहिँ 5 तर्को खोलाले काटेको छ। अनि यो बाटो यस्तो छ, हामी जाँदैछौँ। हामी अलिक धेरै टाढो नै जानुपर्ने भयो। अहिले चारो नपलाएर अलिकति दुःख छ, के गर्नु र। अब दुःख गर्नु परिहाल्यो। नेपालमै केही गरौँ भनेको दुःखै मात्रै हुँदो रहेछ। यस्तो छ। अलिक पछि यस्तो छ है। हाम्रो 5 तर्को याङ्गोरक 2 सेरेजाको चाहिँ एउटा हाम्रो सानो भाग यस्तो छ। अब अरू पछि तपाईँलाई देखाउनेछौँ। त्यसो भन्दै हामी लागिरहनेछौँ। अब तपाईँलाई चारो टिप्ने गन्तव्य पुगेर चाहिँ एकदम भिडियो बनाएर देखाउनेछौँ चारो टिपेको। हामी चाहिँ 15-20 मिनट हिँडेपछि चाहिँ अप्ठ्यारो बाटो थियो अनि समय लाग्यो। अब यहाँ आइपुग्यौँ। अब यहाँ यसो यता आउँदै चारो भेटिन्छ। अब यहाँ चारो खोज्दै जानुपर्ने 3 जना आएको छौँ। यस्तो छ। कता जानु, कता हो? छिटो पनि तर छिटो रात पर्नु आँट्यो त हौ। फेरि चारोको एक्सपर्टहरू हो यहाँ 2 जना। म चाहिँ भर्खर बिर्सेर सिक्दैछु। कुनै त म्युजिक लगाउनु पर्छ नि। म्युजिक दुःख भए पनि हावा खोला नाला बरा चुरुङ्गीको सुस्केराले साह्रै आनन्दित बनाउँछ हाम्रो झरना। यहाँ चाहिँ कसले काठ राखेछ, काठ चोर्न आउनुहोस्। बाटो अप्ठ्यारो छ, धेरै अप्ठ्यारो छ। अब यहाँ चढ्नु पर्ने र छाँगा हेर्नुहोस्। अगाडि मोटो मान्छे छ। बाटो धेरै नै अप्ठ्यारो छ यहाँ चाहिँ। आमामा चिप्ल्यो भने चाहिँ मऱ्यो, खप्पर निस्किन्छ एकैचोटि। खोला डुलाउनुले यसलाई मलाई चारो चाहिँ देख्दै छैन। माछा मारौँ भने सबै विनाश भइसक्यो। अहिले कता भेटिन्छ। यस्तै छ। यस्तो अप्ठ्यारो छ चारो खोज्नु। अनि के गर्नु, बाढी पहिरोले खत्तम गर्यो, खत्तम। यो चाहिँ चारो यहाँ। अब हाम्रो रुपेश साथीले चारो टिप्दै छ। ढोको बिसायो केटाले एकदम। अलि देखेन रहेछ यहाँनिर।
चाहिँ एकदम चारो हो, चारो टिप्दैछ है यो। यस्तो हुन्छ ल। ऊ पनि खोज्दैछ आइ दिलीपले अब चारो खोज्यो। दिलीप चारो खोजेको कहाँ अल्छी लागेर हुन्छ हौ, बुढी पाल्नु परेन चारै छैन हौ। ल जाउँ जाउँ जाउँ, हामी अलिक मास्टर जान्छौँ। रुपेश बिस्तारै आऊ ल। अब के गर्नु, अब यस्तै छ, छुट्टिनु परिहाल्छ। आफ्नो बाटो हिँड्नुपर्ने रे। चारो खोज्नु थाल्यो। दिलीपले नि हँसिया निकाल्न थालिहाल्यो। यस्तो छ केटाहरू। अनि भन्नु परिहाल्यो। भन्दा भइगयो। ए चारो टिप्नु थाल्यो। चारोको दुःख एकदम यस्तै छ अहिले। चारो हो यो चाहिँ यसो लाउने हो, यहाँ काट्ने हो। ल अब म पनि चारो खोज्नु थालेको। अब भरे हामी जाने बेला फेरि के गर्नेछौँ देखाउनेछौँ। अहिलेको लागि टाटा बाई बाई, फेरि भेटौँ ल। ल भरे भेटौँ ल फेरि। के हो सरहरू के भारी पुग्यो अहिले चाहिँ आएर? मैले चाहिँ यति काटेको, यति सरहरूले चाहिँ सानो डोकोमा काटेछ है। मलाई ठगेछ आज चाहिँ। हो हाम्रो हेरौँ केरुङ सर, यसले त झन् सानो डोको यार, सानो सानो। उपर मेरो डोको हेरौँ न कत्रो छ यार, आमा खाङ्रे। ऊ यहाँ हेरौँ न, यहाँ डोकोको दुलो आमा यस्तो पनि हुन्छ। हाम्रो यता केरुङ सर हेरौँ, केरुङ सरले चाहिँ अलिकति काटेछ है। यस्तै छ है गाइज, डाँडा काँडा हरियाली गाउँघर। अब हामी चाहिँ घर जानु लागेको हो। एकदम अर्कै बाटो चेन्ज गरेर यता यता उकालो 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 गएर पर झर्नुपर्ने अवस्था। ल गाइस अब जानुपर्छ। छैन होला, ठग्नु भयो होला। कहाँ ठग्नु है, ठग्छ जस्तो देख्छ कि अनुहारहरू त यहीँ। केरुङ हाँस्दैछ उपर मुसु मुसु। ल ल ल केरुङ बारी बोक बाँकी हिँड्न बोक बोक बोक। त्यो त नदेखाउँ होला। नयाँ पुल हो, खतरा अग्लो छ यो पुल पनि गाइज। कुनै दिन देखाउँला, अहिले त भेट्दैन होइन। तल 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 तलदेखि निक्लियो हो गाइज खासमा चाहिँ। यसो हाई हेल्लो त भन्न यार, भारी बोकेर हिँड्छ कससँग जाउँ? हुँदैन। ल अब चाहिँ लाग्यो है। अब एकछिनमा घर गएर अब चट्ट चारो सारो पकाएर होइन सुँगुरलाई लाउने हो। त्यतिलाई पनि भेटौँ ल। अब भारी बोकेर लाग्यो है। बाटो चाहिँ तर खत्तम छ है, खत्तम खत्तम। आफ्नै गफमा हिँड्दैछ केटाहरू यहाँ अगाडि चाहिँ। यो पुल चाहिँ अग्लो छ है।
हिँड्ने तेरौँ अगाडि त्यहाँ एक्सचेन्ज छैन अब चाहिँ गाउँ आइपुग्यो है एकदम ओह्रालो हिँड्नु पऱ्यो उकालो मन्जुलाई भाइरल बनाइदिउँ क्या बाजे हेर हाम्रो मन्जु त भाइरल हुने भइगइस् नि अब कडा कडा कहाँ कहाँको धारामुनि भन्छौ यस्तो छ है गाइज गाउँ हेरौँ है गाउँ गाउँ एकदम घर पुग्नै लाग्यो हामी हजुर तापले जुन त बबा लाउँदो रहेछ नि बाजे कति साह्रो परिरहेछ हौ यत्रो सानो डोको बोकेर यस्तो ठग्छन् कि हाम्रो बाजे कुदै नगरौँ न त्यहाँ डोको हेरौँ न डोको ऊ त्यहाँ यो लगाइदिउँ न काटेर कसको ए भइहाल्छ नि हुन्छ अब चाहिँ आइपुग्यो है ल घर चाहिँ अब आइपुग्यो है ट्र्याकै ए साथीहरूले लाए चारोभित्र के छ ठक बाजे चारो काट्दा चाहिँ कस्तो अनुभव हुन्छ हाम्रो बाजेश्री चाहिँ एकदम माथि बाटो जस्तो भन्नु नमिल्ने एकदम चारो खोज्दा त अल्छी गरेर बुढाले लास्ट अल्छ बुढा नि चारो अब तयार हुँदैछ सुँगुरको लागि एकदम अहिले चाहिँ मेसिन छैन हातै हो एकदम चारो राम्रोसँग बनाए गोरु के हो चारो योभन्दा राम्रो त अब हरियो बनाएर लाउनु पर्छ यस्तै छ चारो चाहिँ
हजुर किन चाहियो सफा होइन यस्तै त अनि चारो दिँदैछ हाम्रो चाहिँ अलिक व्यवस्थित भइसकेको छैन अब बिस्तारै गर्नेछौँ अब अहिले यस्तै छ अब के गर्नु अब बिस्तारै सुरुवात हुँदैछ हाम्रो सुँगुरहरू देखाइदिउँ न त अलि होचो छु होइन यस्तो उठेरै दिनुपर्छ जस्तो है चारो हाल्दैछ केटाहरू दमादम बनाउँदैछौँ सामान आउँदैछ अब सामान आइ नपुगेर अहिले चाहिँ यस्तो छ सामान आइपुगेपछि बनाउने हो त्यहाँबाट चाहिँ माउ छ यो चाहिँ ताप्लेजुङ ताप्लेजुङ रे फाक्लुङ है यता चाहिँ बारी चाहिँ ताप्लेजुङ हो अनि यता हाम्रो सानो छ यो लास्टै तर्सिन्छ यो चाहिँ एकदम इन्डियाबाट ल्याएको सुँगुर हो कि यो भन्छन् तर हुन चाहिँ यो धराने सुँगुर हो ठुलो खाले अनि त्यो भैँसी कटेर यता माथि घर छ कस्तो छ त हाम्रो यस्तै छ है केटाहरू दमादम हालेको हालेछ समाचार हो कस्तो महसुस हुँदैछ त सुँगुचारो लगाउँदा नि सुँगुरभन्दा मोटो मोटो मान्छे चाहिँ यता चाहिँ सुँगुर अनुसारकै मान्छे छ यता कस्तो हुँदैछ त रुपेश सुँगुचारो लगाउँदा आमामा अघि सुँगुचारो दिँदाखेरि निदाइ गएछ कि रिसाएर आमामा झन्डैले कुट्यो नि हौ भाग्दा 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 भाग्दा